Hello everyone, how are you all doing? Hope you all are doing great. आज चाहिँ मलाई सन्तानेश्वर महादेव मन्दिर जान मन लागिरहेको छ। सो बाटो के कस्तो छ मैले हिजो भर्खर एउटा रिसेन्ट भ्लग हेरेको थिएँ 3 डेज अगाडिको। बाटो चाहिँ राम्रै देखिरहेको थियो त्यतिखेरसम्म चाहिँ। हिजो चाहिँ पानी पऱ्यो, एकदम ठुलै पानी पऱ्यो। तर अब पानी परेर हिलो भएको छ कि के भएको छ रोड त्यो चाहिँ अहिले थाहा छैन मलाई। अब त्यहीँ गएर म हजुरहरूलाई अपडेट दिन्छु। सो ढिला नगरी लेट्स गो। I'm almost ready. A few moments later. कस्तो राम्रो यो मैले चाहिँ स्कुटर तलै छोडेर आएँ किनभने मेरो हातले अझै देखाएन। सो अहिले त हिँड्नु पऱ्यो नि भनेर यसो यस्तो छ बाटो यहाँको। आया थकै लाग्यो। अब यहाँबाट चाहिँ सन्तानेश्वर मन्दिर जाने बाटो सुरु हुन्छ। अब कति हिँड्नुपर्छ, पुरै सिडी नै सिडी छ होला सायद। यहाँबाट चाहिँ स्टार्ट हुन्छ है, सिडी नै सिडी छ। कतिवटा सिडी छ थाहा छैन। यहाँ चाहिँ एउटा त्रिशूल पनि राखेको रहेछ। के मन्दिर रहेछ यहाँ, हेरौँ है त। यहाँ पनि दर्शन गरिहालौँ। कस्तो राम्रो आवाज पनि आइरहेको छ यहाँ त। हामी उता माथिको मेन मन्दिर जान लाग्यौँ। वाउ, ल अब हामी माथि जान्छौँ, दर्शन गरेर आउँछौँ। कस्तो राम्रो वेदर देखिरह। हामीले दर्शन गरिसक्यौँ। अब यहाँबाट एकछिन बस्छौँ। यहाँ एकदम रमाइलो छ, एकदम चिसो हावा आइरहेछ। यहाँ अलिक कतिर त घाम लागिरहेछ, अलिक शीतल हावा लागिरहेछ। एकछिन बस्छौँ यहाँ अनि केही खान्छौँ एन्ड देन विल गो ब्याक।